सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। यो चाहिँ मेरो नयाँ गिभअवेको च्यानल हो। योबाट हामी गिभअवेदेखि लिएर एक्साइटिङ गेमहरू खेलाउँछौँ। एन्ड फर्स्ट भिडियोलाई एकदमै स्पेसल बनाउनको लागि म यो बाइक गिभअवे गर्दैछु। फर्स्ट भिडियोलाई चाहिँ धेरै लामो नबनाऊँ, यसलाई एकदमै सर्ट एन्ड स्विटमा सकाउँछु, किनभने आज हाम्रो बेनेलीको गिभअवे छ एन्ड एकदम सिम्पल रुल्सले तपाईँहरूले जित्न सक्नुहुन्छ। हो, तपाईँले सही सुन्नुभयो, म आफ्नो बेनेली 600 फ्रीमा गिभअवे गर्दैछु। तर एकदम बाइकलाई माया गर्ने मान्छेलाई, त्यो चाहिँ तपाईँहरू बिचबाट एकजना हुन सक्नुहुन्छ। यो आकर्षक गोल्डन कलरको बेनेली 600 म दिँदैछु, त्यही पनि वर्थ अहिले त 23 लाख होला। ल 23 लाखको गिभअवे। ल मैले भ्लगिङ छोडेको अलमोस्ट 2 वर्ष भइसक्यो। पहिला राम्रै रिच थियो, तर यही अटोबेलले गर्दा छोड्नु परेको थियो, किनभने अटोबेलमा टाइम दिँदाखेरि भ्लगिङमा टाइम दिन सक्दिनँ। यसपालि चाहिँ मैले टिकटकमा पनि एकदम नै एक्टिभ भएर अटोबेललाई अहिले फ्लाइट मोडमा राखेको छु। त्यसले गर्दा मैले भ्लगिङमा अलिकति टाइम दिन पाउँछु एन्ड यस्तो गेमहरू मजाले खेलाउन पाउँछु है त। अहिले अटोबेल पनि चेन्ज भइसक्यो, वासिङदेखि लिएर ग्यारेज, तपाईँको क्याफे सबै इन्क्लुड भइसक्यो, डेन्ट पेन्टदेखि लिएर। एन्ड हाम्रो सेकेन्ड ब्रान्च पनि खुलिसकेको छ टेकुमा। तपाईँ जसले मलाई पहिलादेखि हेर्नु भएको छ उहाँहरूलाई थाहा छ। यो चाहिँ मेरो पर्सनल बाइक हो। यसलाई मैले फुल्ली मोडिफाई हानेको छु, कन्भर्ट गरेको छु। एक्जस्टहरूदेखि लिएर यो 1 लाख पर्ने एक्जस्ट कार्बन फाइबरको हो। एन्ड मिटरहरू, हेडलाइटहरू, त्यसपछि सिएनसी पार्ट्स, ब्रेकहरू एन्ड क्लियर क्लचहरू सबै आउँदैछ। टायरहरूदेखि लिएर अलमोस्ट 5 लाख चाहिँ मैले मोडिफिकेसनमा मात्र खर्च गरेको छु यसमा। सो यो बाइक चाहिँ तपाईँहरूको हुनसक्छ है। जस्ट यो अब युट्युब च्यानलको स्टार्टिङ हो अहिलेलाई। यो बाइक चाहिँ तपाईँहरूको मजाले हुनसक्छ। मैले अहिलेसम्म सोचेको थिएन कि मैले यस्तो बाइकहरू पनि गिभअवे गर्न सक्छु लाइक फ्युचरमा, होइन। सो तपाईँहरूले गर्दा नै यो चिज पोसिबल भएको छ। एन्ड यो चिजलाई चाहिँ म तपाईँहरूलाई नै फेरि रिटर्न ब्याक एज अ थ्याङ्क यू गर्न चाहन्छु। चिट्ठा काट्नु पर्दैन, टिकट काट्नु पर्दैन, तपाईँहरूलाई पैसा लाग्ने होइन। जस्ट सिम्पल फलो एन्ड कमेन्ट अनि सब्सक्राइब मात्र हो है त। सो तपाईँहरूलाई पार्ट लिन छ भने चाहिँ हाम्रो इन्स्टाग्रामलाई पनि मजाले फलो गर्नु, किनभने डेली अपडेट चाहिँ हाम्रो इन्स्टाग्राममा आउँछ। इन्स्टाग्रामको ह्यान्डल चाहिँ म यहाँ राखिदिन्छु, टिकटकको ह्यान्डल यहाँ, अनि युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्न यो बटनमा थिच्नु भन्ने होइन, योभन्दा तल बटन हुन्छ यतापट्टि कि यतापट्टि, त्यो थिचेर मजाले लिनु है त। सो तपाईँहरूले सोचि नै रहनु भयो होला यो भिडियोमा केही क्याच छ कि छैन। सो द क्याच इज, म चाहिँ यो बाइक मेरो सब्सक्राइबरलाई दिन्छु वेन आई हिट 1 मिलियन सब्सक्राइबर है। 1 लाख होइन, 10 लाख है। 10 लाख सब्सक्राइबर हिट गरेपछि चाहिँ म मेरो 23 लाख पर्ने बेनेली चाहिँ एकजनालाई दिन्छु। सो रेट पनि बढेर त्यति बेलासम्म 35 लाख्स हुन्छ। 35 लाख्सको गिभअवे फर्स्ट टाइम इन नेपाल होला है, मेबी, मलाई थाहा छैन, फर्स्ट टाइम इन नेपाल हुनसक्छ। सो तपाईँहरू पार्टिसिपेट गर्नेलाई चाहिँ लास्टसम्म भिडियो हेर्न चाहिँ एकदम नै जरुरी छ। भिडियो चाहिँ मिस नगर्नु होला। सो यो बाइकको साउन्ड सुनौँ है। ल पहिला एकछिन स्टार्ट। भयो। सो म चाहिँ तपाईँहरूलाई अलिकति अटोबेल देखाउँछु, जुन तपाईँहरूले ओल्ड देख्नु भएको छ होला। अहिले चाहिँ अटोबेल यस्तो देखिन्छ है। सो तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो भाइहरू यहाँ छन् जो भ्लग नै स्टार्ट गर्दैछन् अहिले पनि, बहिनी पनि। एन्ड अटोबेल चाहिँ यही हो। अहिले अलिकति एक्सपान्ड गरेको छौँ, बाहिर पनि हुँदैछ एन्ड टेकुमा पनि हुँदैछ। सो तपाईँहरूले मजाले भिजिट गर्न सक्नुहुन्छ। डिस्काउन्टको त टेन्सन नै लिनु पर्दैन। तपाईँहरूलाई यस्तै कन्टेन्टहरू हेर्न मन छ भने हामीलाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु। एन्ड यो गिभअवेको लागि चाहिँ यो भिडियोमा कमेन्ट गर्न चाहिँ एकदम नै जरुरी छ। लाइक त स्योर नै भइहाल्यो। ल त्यसको लागि चाहिँ धन्यवाद।